बेला हाई गाइस सबैजनालाई स्वागत गर्नका लागि यहाँहरू खडा हुनुहोस्। हाम्रो भ्रत पनि बनिरहेको छ। म त के भन्नुहुन्छ अन्त इन्ट्रो पनि दिएको छैन हैन। इन्ट्रो चाहिँ अहिले सिना पूजा गरिसकेर भ्याएर दिन्छु तपाईहरुलाई चाहिँ। अनि हेर्नु होला इन्ट्रो चाहिँ यसपछिको। अनि अहिले चाहिँ हामी यता पूजा दुर्गा पूजा यता हाम्रो बजार साइडमा चाहिँ पुरा मन्दिर बनाउनु भएको छ। तपाईहरुलाई त्यो भिडियो पनि बनाएकै छ, त्यही हुन्छ हेर्नु होला। अहिले चाहिँ हामी जान लाग्छौँ तल शिव मन्दिरमा गाडी पूजा गर्नको लागि। अनि अब चाहिँ मिठाई सिठाई हामी किनेर चाहिँ हुन्छ तल मन्दिरमा चाहिँ। सो कसरी पूजा गर्नेछौँ भनेर तपाईँलाई देखाउने छु। मेरो हात हेर्नु यहाँ रातो होली खेलेको थिएँ भनिसक्यो। अनि यहाँ रेसिका डन छ। हाई भन भन्नुपर्छ, यस्तो छ हाई भन भन्नुपर्छ। केही छैन साथीहरू, केही छैन साथीहरू। मेरो अर्को भ्लगर बहिनी आउँछ टिकाको दिन होइन, आयो भने उनीहरूलाई तपाईँहरूले त भिडियोमा त पुरा देखिसक्नु भयो ऊ कस्तो छ के छ उसको नेचर कस्तो छ भनेर थाहा पाउनु भइसक्यो होइन। ऊ आउँदैछ, हामी दुईजना मिलेर भ्लग त बनाउने नै छौँ। अनि यहाँ चाहिँ नन भ्लगर मान्छे छ यहाँ पुरा ऊ बोकेर बसेको कलशमा पानी। त्यही हो, अब चाहिँ हामी जानेछौँ तल मन्दिरमा, तपाईँलाई पनि देखाउने छु। सो स्टेट हुनु है त। यहाँ निस्किनु सकिहाल्छ। सो फाइनली गाइज म चाहिँ आइसकेको छु होइन। यहाँ टक्क मन्दिर, हाम्रो तल मन्दिर चाहिँ यस्तो छ, शिवको मन्दिर हो है। यहाँ चाहिँ अनि लिङ्गे पिङ पनि रहेछ। ओ माइ गॉड, जमावा पूजा गरौँ पूजा गरौँ। पहिला चाहिँ हाम्रो यहाँ शिवजीको पूजा गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ शिवजीको मन्दिर अनि यहाँ गणेशजीको सानो होइन मन्दिर। अब हामी चाहिँ कट्ट यहाँ कट्टै ठुलो भयो अरे लिङ्गे पिङ। यहाँ रेसिका डन, त्यहाँ दादा। आज गाडी पनि पूजा गर्नुपर्ने हुन्छ। सो त्यही हो। यम यम और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। पानी चाहिँ ल्याएन चाहिँ फेरि हेर नि त। हरि हर भोले नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। हरि हर भोले नमः शिवाय। गंगाधर शिव गंगाधर। हरि हर भोले
सो गाइज मेरो दिदीले बनाउनु भएको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होइन सबै चाहिँ यहाँ पूजादेखि लिएर त्यहाँ माथिको पूजादेखि लिएर यहाँ पूजासम्म चाहिँ मेरो दिदीले भिडियो गरिदिनु भएको हो होइन। अनि अब चाहिँ दादाले गाडी पूजा गर्छ। सो म तपाईँहरूलाई त्यो देखाउने नै छु। सो स्टे ट्युन है त। त्यहाँ रिबन काट्दैछ दादा चाहिँ। कस्तो दामी निलो आकाश देखेको। यहाँ चाहिँ रिबन काट्दैछ। ओहो घाम के गर्नु फ्याँक्दिउँ? यहाँ इन्जिन पूजा टायर पूजा के गर्छ हेरौँ। फुल सबै सके त फुल धुप सबै मैले यहाँ भगवान्को लागि चढाइदिएँ। यहाँ गाडीको लागि त हाँसै उठ्दो ए त्यही हो उयो यो धुपी उमार्दै फुल छैन साथीहरू। अब जुगाडको लागि यो धुपीको पत्ता पनि हुन्छ नि त। धुपीको पत्ता चाहिँ एकदमै राम्रो हो गर्नको लागि पूजा गर्नको लागि चाहिँ होइन। ल धुपीको पत्ता तर आकाश कस्तो दामी देखायो क्या साथीहरू। वाउ हजुर हामी पूजा गरेर ए लाइट ए दादा लाइटहरू दिनु त। यहाँ धुपहरू बालिस चाहिँदैन अहिले इन्जिन नबिग्रिनु साथ दिनु भनेर मन फुलको साटो धुपीको पाती चढाइदियो टायरतिर पूजा गरेर। यस्तो छ है पूजा चाहिँ हाम्रो दादाको। आमामा कस्तो चर्को घाम। दादाले आफ्नो उयो फुटाउँदैछ टाउको उसमा ढुङ्गामा। भन्न खोजेको नरिवल है साथी, नरिवल नराम्रो नसोच्नुहोस्। ये पानी चढाऊ वाउ टायरमा नि सबै भुइँमा त फ्याल्यो। ल यी भुइँमा चाहिँ यति खसी साथीहरू। अनि इन्जिनमा चाहिँ के छिटा यस्तो धेरै धेरै पावर भर्खरै जवानी चढ्दैन नि त, त्यही भएर पावर धेरै भयो। बुढेसकाल लागेको छैन नि त। सो अब चाहिँ के पूजासुजा भयो, पूजा गरियो होइन, नरिवल सरिवल फुटाइयो। अब रिबन बान्ने अनि त्यसपछि लाग्ने। मलाई चित्त बुझेन कि हेर्नुहोस् न साथीहरू पानी भुइँमा। अब रिबन बान्छ चट्ट। अनि दादाले रिबन भएको गाडी फ्यालालालालाला गरेर चलाउँछ। फ्यालालाला
त्यही हो साथीहरू अब चाहिँ घर जाने होइन अनि के हुन्छ तपाईँहरूलाई म देखाउने नै छु सो आज चाहिँ दाजुहरू पनि आउँदै हुनुहुन्छ होइन फुपू दाजुको मतलब फुपूको छोराहरू मेरो त भेनाहरू आउँदै हुनुहुन्छ होइन काठमाडौँबाट अनि उहाँहरू आयो भने तपाईँहरूलाई देखाउने छु अनि बेलुका के कस्तो हुन्छ तपाईँहरूलाई त्यो पनि देखाउने छु सो आजको लागि चाहिँ अहिलेसम्मको लागि चाहिँ यति नै हो भयो होइन अब बेलुका दिउँसो के हुन्छ तपाईँहरूलाई देखाउने नै छु त्यसको लागि धैर्यता गर्नु होला है त म चाहिँ मासु खारिरहेको छु खारेको भनेको चाहिँ प्राय उसलाई बोसोमा पगालेको हो कि बोसो चाहिँ निकालेको हो कि सुँगुरको बुङ्गुरको खासमा यस्तो हो कि खासमा होइन यो प्राय यो लेप लागेर अनि यहाँ बुङ्गुरको मासु छ आगोमा चट्टा पारेर फुक्दैछु फुक्दा फुक्दा सासै फुक्दिन लागिसक्यो यहाँ मरे म अड्काउँछु ल साथीहरू एकछिन oh my god साथीहरू दसैँ लाग्यो दसैँ ह्याप्पी दसैँ सबैलाई ह्याप्पी दसैँ पर्दैन बोसो निस्किन्छ मरे ह्याप्पी दसैँ साथीहरू ह्याप्पी दसैँ मासु बिना दसैँ खल्लो हुन्छ हो कि साथीहरू भन्नु त कमेन्टमा गरिहाल्नु त कमेन्ट गरिहाल्नु त मासु बिना दसैँ खल्लो हुन्छ अनि फेरि टिकामा चाहिँ दक्षिणा बिना टिका अधुरो हुन्छ कि हेर्नुहोस् न मासु बुङ्गुरको चप बोसो आहा ल भागेँ म साथीहरू धुवा हेर्नुहोस् त यहाँ धुवा हेरौँ न धुवा कति धेरै धुवा बुङ्गुरको मासु त फेरि बुङ्गुरको मतपाली घर बुङ्गुरको मासु नभएर अन्त दसैँ नै हुँदैन होइन त बुङ्गुर मेन भनेको बुङ्गुर अनि रक्सी अनि बियर ओहो त्यस्तो पो हो त नि साथीहरू अब आज चाहिँ दाइहरू आउँदै हुनुहुन्छ होइन हेर्नु सक्नुभयो होला सायद रमाइलो गर्नुपर्ने हुन्छ सक्दोसम्म रमाइलो गर्नुपर्ने हुन्छ यो दाउरा चिसो छ को आउनुभयो गाइज खारेको मासु चाहिँ कति भयो भन्दाखेरि अघि यति धेरै देखिरहेको खारेको मासु अहिले हेर्नु कति भएको छ थोरै यो सबै बोसोले खाएको बोसोले यो तेल होइन यो हामीले हालेको तेल होइन यो चाहिँ बुङ्गुरको बोसोबाट खुद बोसो निस्केको हो यो चाहिँ होइन आगोमा दन्ती पारेर यतिको बोसो यो बोसोलाई चाहिँ डब्बामा कैद गरेर मासु र यो बोसोसँग चाहिँ हामीले राख्नुपर्ने हुन्छ यो मैले चाहिँ यो भने कि यो तेल होइन अनि यो बोसोलाई चाहिँ होइन यो खारेको मासुलाई चाहिँ कसरी खाँदाखेरि दामी मिठो हुन्छ भन्दाखेरि चाहिँ नुन खुर्सानी पिसेर अनि त्यो लसुन होइन थिचेर पिसेर यस्तो बबाल मिठो हुन्छ नि आमा पुरै छोडिदिनुहोस् कि तर यो पड्किँदाखेरि चाहिँ अनि स्वाद आउँछ यता पड्किँदाखेरि लाग्छ नि त छिटो अनि बल्ल स्वाद आउँछ कि खानाको स्वाद आउँछ नि बल्ल
अनि दसैँ त आएको जस्तो भयो त बल्ल दाजुभाइहरू आउनु भयो नि त 2 जना दाजुभाइ चाहिँ आउनुभयो मेरो चाहिँ अनि बल्ल दसैँ जस्तो लाग्यो अब टिका मेन त टिकाको दिन हो नि त टिकाको दिन झन् बबाल दसैँ लाग्छ सबजना आउनुहुन्छ नि त अनि बबाल दसैँ लाग्छ त्यतिखेरसम्म चाहिँ फ्यान हाल्नु भएछ वाह त्यही हो साथीहरू अब के कसो हुन्छ होइन नेक्स्ट भ्लगमा हेरौँ है त ओके गाइज आजको भिडियो चाहिँ यहीँसम्म थियो सो लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला सपोर्ट गर्नु होला पुन्टु ए पुन्टु रे यसलाई पनि टिका लगाइदिएको आज पूजा गरेर यसको पनि दिन आइरह नि त सो माया गरिदिनु होला नबिर्सिनु होला भ्लग हेर्नको लागि अब चाहिँ डेली भ्लग आउँछ किनकि फेस्टिभल चाडबाड भनेको अब त लगातार आउँछ नि त त्यही भएर मेरो भ्लग पनि अब लगातारै आउनेछ है सो बाई गाइज नेक्स्ट भ्लगमा भेटौँ है त अब ओके बाई गाइज